ह्याप्पी न्यू इयर एभ्रिवान। आज चाहिँ 2082 है 82 लागेको छ। अनि न्यू इयरको दिन हामी चाहिँ अब त्यतिकै दिउँसो भएर त त्यतिकै बिजी भइगयो। अब बेलुका बेलुका हुन लाग्यो। अनि अब चाहिँ हामी बक गार्डन जाँदैछौँ। अनि हाम्रो यहाँ चाहिँ चाम्रे भात चाहिँ पाक्दैछ। चाम्रे भात पकाउँदैछौँ। अनि यहाँ चाहिँ म प्याज काट्दैछु गुन्द्रुकको अचार बनाउनुको लागि। अनि गुन्द्रुकको अचार, चाम्रे भात, साथै अरू चिज पनि हुनेछ, हेर्दै गर्नु होला। अब चाहिँ हामी लाग्यौँ बक गार्डनतिर। हाम्रो सामानहरू चाहिँ यस्तोमा छ है, बोकेको खानेकुराहरू चाहिँ हामी चाहिँ अब हिँडेर जाने। म चाहिँ यो बोकेर हिँडेको। अब हामी चाहिँ हिँड्दै हिँड्दै हाम्रोदेखि ऊ पर मात्र हो नि त, अनि त्यही भएर हामी चाहिँ अब हिँड्दै जाँदैछौँ। हामी जाँदैछौँ न्यू इयर मनाउनलाई। कस्तो राम्रो निस्क्यो उज्यालोमा घाम भएर। अब चाहिँ हामी चाहिँ लागेको, तर हिँड्दा हिँड्दै साथ बहिनीहरूले चाहिँ हाम्रो भुजै ल्याउनु बिर्सिनु भएछ। मेन चिजै बिर्सिनु भएछ। त्यही भएर हामी चाहिँ हिँडेको। बहिनी चाहिँ भुजा लिन जानुभयो। चाहिँ वैशाख 1 गते मात्रै फुल्छ अरे है साथीहरू। मलाई चाहिँ थाहा थिएन, आज थाहा पाउँदैछु। आज 2082 साल 8 र 2 82 साल 1 वर्ष बुढो भयो नि भयो रे। गरेको प्रगति केही छैन। 8 र 2 82 साल लागिसक्यो। 2 कि 3 वर्ष कोरियन भाषा पढेर 1 वर्ष भइसक्यो पढेको छ। अब चाहिँ नाम निकाल्छु म जस्तै पनि। ल है ल, बधाई छ। जसरी भए पनि नाम निकाल्नु पर्यो है बहिनी। अब मेकअप ब्युटिसियन एकदम राम्रो। नाकबाट खेप्छ न। म कोरियन प्रोडक्ट यस्तो राम्रो राम्रो पठाइदिन्छु बहिनीले। यो चाहिँ म हाल्छु नि, फेरि रेकर्ड गरिरहेको छु, हाल्छु। अब चाहिँ हामी चाहिँ यहाँ पर हाम्रो बोजूको घर छ। अनि त्यहाँदेखि चाहिँ बोजूहरू माइजूहरू आउनुहुन्छ, अनि सँगै जाने। हामी चाहिँ यहाँ बाटोमा रुँगिरहेको छौँ। हरू यहाँ राखेर बहिनीहरू चाहिँ यता फोटो खिच्नु थाल्नुभयो है। हामी चाहिँ लाग्यौँ है साथीहरू, लागिसक्यौँ। अब हामी चाहिँ बक गार्डन पुग्नु पनि लागिसक्यो है। सनसेट छिट अघि आउनु खोजेको, घाम पुरा लागिरहेको थियो नि त। अनि त्यही भएर घाम पनि हराइसक्यो अब त। अनि त्यही भएर हामी चाहिँ लागिसक्यो अहिले चाहिँ। के बोक्नु भएको हौ? राइस कुकर बोकेर है। हामी चाहिँ अरूमा बोक्दिनँ, हामी सिधै राइस कुकरको भाडा नै बोकेर हिँड्छौँ। भाइ आँसु चाहिँ आएको साथीहरू। तपाईँले चाहिँ देख्नु भएको थिएन होला, हाम्रो बेलबारीको बक गार्डन भनेको चाहिँ यही हो। यही हो है। बफहरू चाहिँ सबै गायब भइसक्यो। अब हामी मात्र छौँ। यताबाट चाहिँ उज्यालो देख्यो, उताबाट चाहिँ कालो न कालो देख्यो। बहिनीहरू चाहिँ पछाडि हुनुहुन्छ।
ममा पनि आइपुग्नु भयो, पिपी पनि आइपुग्नु भयो, बोजू पनि आइपुग्नु भयो। अब यहाँ हामी बसेर खाने हो के भन्दा चाम्रे भात र गुन्द्रुकको अचार। राइस कुकरै बोकेर आएको छु है साथीहरू। राइस कुकर बोक्ने बहिनी चाहिँ उहाँ हो, मेरो नन्दरानी अनि सबैजना। चटपटी बनाउँदैछु। Happy New Year! Happy New Year! Cheers! भयो भयो भयो। लागेको घर तर्फले चाहिँ यहाँ गीत घन्काएर हिँड्दै हुनुहुन्छ। हामी चाहिँ अब घर आइपुगिसक्यौँ। रात पनि पुरा पर्यो, ढिलो पुगेको थियौँ, त्यही भएर हामी ढिलो आइपुग्यौँ। यति भन्दै मेरो भ्लग यतिमै, मिनी भ्लग यतिमै इन्ड हुनेछ। बाई बाई।